अबको समय भनेको पात झरेर पुरै उराठिलो हुने समय तर वन-जङ्गलमा गयो भने यसरी फुलहरू फुलेर पुरै वन नै रातै रातै हुने गरी फुल्दा त मन पनि कस्तो आनन्द लाग्ने के घाँस दाउरा वन-जङ्गल गर्न पनि आनन्द लाग्छ। कहीँ फुलहरू फुलेका हुन्छन्, कहीँ भने अब सिजन अनुसारको फलहरू फलेको हुन्छ। हेर्नु न यता कति राम्रो गरी ऐसेलु फलेको। अब ऐसेलु काफलहरू खाने बेला हो नि त, त्यही भएर यति राम्रोसँग फलेको छ कि पुरै बुट्टैभरि यति धेरै फलेको। घाँस काट्न गएको घाँसै नपाएर हल्का मात्रै पाइएको घाँस अनि हल्का घाँस हल्का दाउरा गरेर खोजियो आजको दिन चाहिँ। तर ऐसेलु भने यति धेरै फुलेको फलेको के देख्दै कस्तो खाम लाग्ने गरी फलिरहेको छ। तर यो फलेको पाक्ने बेलासम्म पाक्दाखेरि आउने भनेर भनेको छन्, तर हुन्छ कि हुँदैन थाहा भएन। अनि बल्ल बल्ल घाँस दाउरा गरेर बोकेर आइयो है आज चाहिँ हामी। सो थ्याङ्क यू सो